हामीलाई यो डेरी व्यवसायमा चाहिँ अलिकति कस्तो लाग्छ भने मलाई जुन बजारीकरणमा छ किसानले दुध उत्पादन गर्ने फेरि उद्योगीले प्रशोधन गर्ने यो विभिन्न एकदम लामो साइकल छ होइन उत्पादन गर्न एकदमै धेरै गाह्रो छ यो यस्तो गाह्रो गरेर उत्पादन गरेको र स्वास्थ्यवर्धक कुराहरूलाई बिक्री बटन गर्नको लागि चाहिँ हामीले घर घर पुर्याउन जानुपर्ने त्यसपछि जबरजस्ती नै जस्तो गर्नुपर्ने उधारो जाने किसिमका समस्या छ भने फेरि यसको ठिक विपरीत जुन हुन्छ नि अब जो रोड खैनी रक्सी यी विभिन्न कुराहरू छन् भने मान्छे एकदमै खोजेर जाने नगदमा खाने यस्तो खालको कुराहरूले गर्दाखेरि चाहिँ कहिलेकाहीँ यो पेसा चाहिँ राम्रो हुँदै सबैले राम्रो भन्दै पनि कता कता नगल्ती गरेछ कि भन्ने फिल हुन्छ र यो कुरा हामीले हाम्रो समाजमा बुझाउन नसकेको अथवा हामीले चाहिँ अब मतलब गलत पेसा गरेको हो भन्ने भान हुन्छ र यो कुरा बुझेर चाहिँ उपभोक्ताले चाहिँ स्वास्थ्यवर्धक कुरा किसानले दुःख गरेको उद्योगीहरूले यत्रो लगानी गरेको कुराहरूमा चाहिँ नगदमा खाने बानी गरेर उधारो नखाँदाखेरि चाहिँ राम्रो हुन्छ भन्ने लाग्छ तर दुर्भाग्य छ यो चाहिँ घर घर हामी पुर्याउन जानुपर्ने उधारो छोड्नुपर्ने उधारो छोडेर पनि पैसा नपाउने तर फेरि त्यही रक्सी चाहिँ नगदमा बिक्री हुने। थ्याङ्क यू। कविता प्रतियोगिता राख्छौँ बेला बेलामा वक्तित्व कला प्रतियोगिताहरू राख्छौँ र हामीले विभिन्न खालका मिडिया कर्मीहरूलाई पनि विभिन्न चाडपर्वहरूको बारेमा हामी जानकारी गराउँदै सँगसँगै मनाउने पनि गरेका छौँ र विगत लगभग यो 5-7 वर्षदेखि चाहिँ हामीले यी कार्यक्रमहरूलाई निरन्तर फलोअप गरिरहेका छौँ। जस्तै असार 15मा हामी दही चिरा खुवाउने, साउन 15मा खिर खुवाउने, तीजमा चाहिँ महिला दिदीबहिनीहरूलाई बोलाएर हामीले चाहिँ तीज मनाउने र दुध तथा दुग्ध पदार्थ चाहिँ सेवन गर्नुपर्छ भनेर हामीले कार्यक्रमहरू गरिरहेका छौँ। यसले चाहिँ एकदमै राम्रो भएको छ र पछिल्लो ज्वलन्त उदाहरण भनेको मही अभियान हो जो चाहिँ हिजो मही खाँदाखेरि चाहिँ हेरेको दृष्टिकोणले हेरिन्थ्यो। पैसा नहुने मान्छेले खाने, गरिबले खाने, त्यसपछि गाउँबाट आउने मान्छेहरूले केही नबुझेको मान्छे भन्ने खालको जुन भावना थियो र मही मान्छेले लुकेर खान्थे भनेपछि अहिले चाहिँ एकदमै सहज रूपमा चाहिँ मही खाँदाखेरि चाहिँ मान्छेले गौरवका साथ मही खान थालेका छन्। भोज भतेर पार्टी होइन विभिन्न मिटिङ सेमिनारहरूमा पनि अहिले मही उपभोग भएको देख्न सकिन्छ। यो चाहिँ अभियानले भएको हो र यो अभियान यहाँसम्म पुग्नुको पछाडि चाहिँ सुरुवात त हामीले गरेका हौँ तर यो यहाँसम्म पुर्याउनुको पछाडि चाहिँ सबै मिडिया कर्मीको हात छ। किनभने सामान्य हामीले कोठामा बसेर 8-10 जना होइन 50-100 जनाको बिचमा गरेको कार्यक्रमलाई लाखौँ जनासम्म पुर्याउने काम त मिडिया कर्मीहरूले गर्नुभयो र आज यो मही अभियान जुन सफल भएको छ यसको सबै श्रेय चाहिँ म मिडिया कर्मीहरूलाई दिन चाहन्छु।